हेर्नु है गाइस, हेर्नु तलदेखि म हिँडेर आएको कति धेरै 2-3 घन्टा भयो हिँडेर आएको त। तर यहाँ चाहिँ हेर्नु है कति धेरै पत्कर छ है। यस्तो बाटो हिँड्नुपर्छ हेर्नु त। विकास गर्ने नै भए यस्तो ठाउँमा गर्नु न। हेर्नु यहाँ कस्तो झोडी छ, यस्तो जङ्गल गाडी छ। हेर्नु है कस्तो जङ्गल गाडी छ, डरलाग्दो ठाउँ छ। पत्कर हेर्नु नै यस्तो धेरै पत्कर छ। अरू यो हामीलाई यहाँ कस्तो झोडी बाटो छ कि 2-3 घन्टा हिँड्नुपर्छ जङ्गलको बाटो यस्तो छ है। पत्कर यति धेरै छ। अब नजिकै घरबाट सोरेर लाँदा हुन्थ्यो। यहाँ गाउँमै छैन क्या। यस्तो छ हेर्नु न, यस्तो छ हेर्नु है कस्तो बाटो हिँडेर आयौँ। अघि आधी बाटोसम्म चाहिँ नानी र म आयौँ। अहिले यहाँदेखि चाहिँ बहिनी साथी भयो। त्यही भएर हेर्नु है कस्तो छ। हिँड्दै 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 आएको बाटो हेर्नु कस्तो झोडी छ। अगाडि मेरो बहिनी छ। यस्तो छ बाटो हेर्नु है। विकास गर्दाखेरि यस्तोमा विकास गर्नु नि। लगभग यहाँ त मान्छे त हिँड्ने नै रहन्छ नि एनी टाइम हो। र पनि एक्लै दुक्लै हिँड्न अलिक गाह्रै छ। हेर्नु न यस्तो छ। पहिला त यहाँ एक्लै दुक्लै हिँड्नै हुँदैन थियो अरे क्या। पहिले मेरो मम्मीहरूको पालामा लगभग 8-9 वर्ष पहिला एक्लै दुक्लै हिँड्ने स्थिति नै हुँदैन थियो। अहिले चाहिँ अब यस्तो जोडी फाडेर अलिक भइरहेछ नि। त्यही भएर अहिले चाहिँ